नमस्कार, स्वागत छ आजको दैनिक राशिफलमा। आज विक्रम सम्वत 2082 साल पुष महीनाको 8 गते मंगलबार, तदनुसार 22 डिसेम्बर 2025। अब प्रस्तुत छ आजको राशिफल। सुरुमा मेष राशि। मेष राशि हुनेहरूको आत्मविश्वास बलियो रहनेछ। कामकाजमा नेतृत्वदायी भूमिका मिल्न सक्छ। पारिवारिक विषयमा सकारात्मक संवाद हुनेछ भने आर्थिक निर्णय गर्दा फाइदा देखिन्छ। सानो प्रयासले ठूलो परिणाम ल्याउन सक्छ। वृष राशि। वृष राशि हुनेहरूको आज धैर्य आवश्यक पर्ने दिन रहेको छ। भावनामा बगेर निर्णय गर्दा समस्या आउन सक्छ। स्वास्थ्यमा सामान्य थकान देखिन सक्छ। आराममा ध्यान दिनुहोस्। खर्च नियन्त्रण गर्न सके दिन सहज बन्नेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको नयाँ सूचना र अवसरले मन उत्साहित बनाउनेछ। लेखन, बोलाइ वा सञ्चारसँग सम्बन्धित काममा सफलता मिल्ने योग रहेको छ। मित्रसँगको भेटले भविष्यको योजना स्पष्ट हुन सक्छ। कर्कट राशि। कर्कट राशि हुनेहरूको आज भावनात्मक रूपमा स्थिर रहनु जरुरी छ। परिवारको सहयोगले कठिन काम सजिलै पूरा हुन सक्छ। घर जग्गा वा सम्पत्ति सम्बन्धी विषयमा सकारात्मक संकेत देखिन्छ। सिंह राशि। सिंह राशि हुनेहरूको आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुनेछ। आत्मसम्मान बढ्ने काम हुन सक्छ, तर अहंकारले सम्बन्ध बिगार्न सक्छ। त्यसतर्फ सचेत रहनुहोस्। स्वास्थ्य पक्ष सामान्य रहनेछ। कन्या राशि। कन्या राशि हुनेहरूको आज कार्यभार बढ्न सक्छ। योजनाबद्ध रूपमा अघि बढेमा काम सफल हुन्छ। अरूको आलोचनाले मन खिन्न हुन सक्छ, तर त्यसलाई आत्मबलमा बदल्न सक्नुपर्छ। तुला राशि। तुला राशि हुनेहरूको सन्तुलन र समझदारीले दिन राम्रो बन्नेछ। दाम्पत्य तथा प्रेम जीवनमा मधुरता आउनेछ। कला, सौन्दर्य र सृजनात्मक क्षेत्रमा संलग्नहरूका लागि शुभ संकेत रहेको छ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको गोप्य योजना सफल हुने संकेत छ। आज सोचेर बोलेको कुरा निकै प्रभावकारी हुन्छ। आर्थिक पक्षमा सतर्कता अपनाउनु आवश्यक छ। जोखिमपूर्ण निर्णय टार्नु राम्रो हुनेछ। धनु राशि। धनु राशि हुनेहरूको आज यात्रा वा नयाँ अनुभवको सम्भावना देखिन्छ। करियरमा नयाँ बाटो खुल्न सक्छ। गुरुजन वा अनुभवी व्यक्तिको सल्लाह लाभदायक हुनेछ। मकर राशि। मकर राशि हुनेहरूको आज जिम्मेवारी बढ्न सक्छ, तर त्यससँगै सम्मान पनि मिल्नेछ। काममा ढिलाइ नगर्नुहोस्। स्वास्थ्यमा पेट वा निद्रा सम्बन्धी समस्या देखिन सक्छ। खानपानमा ध्यान दिनु राम्रो हुनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको नयाँ सोच र नवीन योजनाले दिनलाई अर्थपूर्ण बनाउनेछ। सामाजिक काममा संलग्न हुन सक्नुहुन्छ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। पुरानो चिन्ता हट्ने योग रहेको छ। अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको आज कल्पनाशीलता र संवेदनशीलता बढ्नेछ। सृजनात्मक काममा राम्रो प्रगति हुनेछ। प्रेम सम्बन्धमा विश्वास मजबुत बन्नेछ। आत्मिक सन्तुष्टि प्राप्त हुने दिन रहेको छ। हस्त आजको राशिफल यति नै। भोलिको नयाँ राशिफलका साथ फेरि भेटौँला। शुभ दिन।